हेलो साथीहरू, आज चाहिँ मैले मेरो हस्बेन्डको लागि भनेर एउटा गिफ्ट किनेको छु है। स्पेसल गिफ्ट हो यो चाहिँ। आजसम्म मलाई चाहिँ मेरो हस्बेन्डले धेरै गिफ्टहरू दिनुभएको छ हैन। यो चाहिँ मैले आफ्नै कमाइले उहाँको लागि गिफ्ट किनेको छु हैन, जुन चाहिँ उहाँको लागि पनि धेरै मोस्ट इम्पोर्टेन्ट रहनेछ र मेरो लागि पनि इम्पोर्टेन्ट छ। मलाई चाहिँ अस्तिदेखि नै उहाँलाई एउटा गिफ्ट दिने मन लागिरहेको थियो अनि उहाँको पनि साथी आइरहेको छ नि त, अनि पठाइदिनु पर्यो भनेर मैले उहाँको लागि गिफ्ट किनेको। हाम्रो यो चाहिँ अक्वाको ब्लू फिल्टर डेन्स बार्ल चस्मा है त, मैले ग्लास बनाएको थिएँ उहाँको लागि। स्पेसल छ हैन। उहाँ चाहिँ धेरै अब मोबाइलहरू चलाइरहनुहुन्छ नि त, त्यही भएर मैले उहाँको लागि एउटा स्पेसल गिफ्ट बनाएको छु हैन। अनि यो चस्मा चाहिँ नि मलाई चाहिँ यस्तो राम्रो लाग्यो कि यसको कलर मेरो हस्बेन्डको फेसमा म्याच गर्छ जस्तो लाग्यो हैन। अनि चाहिँ मैले चाहिँ यही चुज गरेँ हैन। चाहिँ राम्रो लाग्यो। मैले चाहिँ लाउन मिल्दैन किनकि यसमा पावर छ नि त, त्यही भएर मेरो हस्बेन्डलाई चाहिँ राम्रो देखिन्छ जस्तो लागिरहेछ हैन। अब पुगिसकेपछि भिडियो कल गर्नुहुन्छ होला नि त लाएर। अनि उहाँलाई चाहिँ सरप्राइज छ है यो चाहिँ। अब म चाहिँ यो भिडियो चाहिँ उहाँलाई पठाइसकेपछि अपलोड गर्छु हैन। अनि मैले पनि मेरो हस्बेन्डलाई तपाईँको लागि सरप्राइज छ भनेको छु हैन। उहाँ पनि एक्साइटेड हुनुहुन्छ हेर्नको लागि हैन। अनि यो चाहिँ सफा गर्नको लागि एक्स्ट्रा मिल्दो पनि रहेछ कि स्प्रे। यसले चाहिँ कोरिएको ओरेको चाहिँ ग्लासमा पोरहरू छ भने सफा गर्नुपर्ने, राम्रो लाग्यो हैन। अनि हजुरहरू पनि हजुरहरूको हस्बेन्डको लागि यस्तै गिफ्टहरू किनेर दिनु होला हैन। हाम्रो लागि उहाँहरूले कति मेहनत गर्नुहुन्छ हाम्रो सपनाहरू पुरा गर्नको लागि हैन। मेरो लागि चाहिँ मेरो हस्बेन्डको लागि चाहिँ यो गिफ्ट सानै हो किनकि मलाई धेरै उहाँहरूले के गिफ्ट गर्नुभएको छ है। अब मलाई पनि मन चाहिँ छ राम्रै दिनको लागि हैन। अब अहिलेलाई चाहिँ यति नै। अनि मलाई चाहिँ मेरो हस्बेन्डले हैन कहिले पनि यस्तो हो कि अब छोरीको जस्तै बिहेभियर गर्नुहुन्छ कि मलाई यो चाहियो भन्दाखेरि नै कहिले पनि भन्नुहुन्न कि जसरी भए पनि जे गरेर भए पनि मेरो सपनाहरू चाहिँ उहाँले पुरा गर्नुभएको छ क्या। त्यही भएर मलाई चाहिँ मेरो हस्बेन्डको धेरै माया नै लाग्छ भनौँ न हैन। सपोर्ट पनि गर्नुहुन्छ हैन, धेरै सपोर्टर पनि हुनुहुन्छ हैन। अब मेरो हस्बेन्ड चाहिँ थ्याङ्क यू भिडियो हेरिदिनु भएकोमा हैन। अनि मिस यू बुढो, लभ यू, मिस यू।